देखिरहनु भएको चेरे चौर हो। चेरे चौरको सुन्दर दृश्य तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो अब एमबीबीएस पढाइ हुने भवन हो, जुन चाहिँ अब करिब करिब सबै सकिन थालिसक्यो निर्माण भएर पनि। अनि तपाईहरुले हेर्न सक्नुहुन्छ हाम्रो जुम्ला बजार। यो देखिएको चाहिँ हाम्रो जुम्ला बजार हो। बोहरा गाउँ पारीको गाउँ चाहिँ बोहरा गाउँ हो, बीचको चाहिँ हाम्रो जुम्ला बजार हो। जुम्ला बजारको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। अहिले हाम्रो भदौको समय हो। सुन्दर दृश्य तपाईहरुले चेरे चौरबाट देख्न सक्नुहुन्छ। हाम्रो जुम्ला एकदम रमाइलो रहेको छ। हाम्रो जुम्ला तपाईहरुले देख्न सक्नुहुन्छ दृश्य।
पाटनमा चरिरहेका घोडाघोडीहरू। बोलाउन बित्तिकै आए यिनीहरू होइन। म चाउचाउको चाहिँ यिनीहरूलाई नुन दिँदैछु। चाउचाउको नुन है बोकेर ल्याएन। यो हाम्रो घोडी होइन, पाटनमा हामी घुम्न जाँदाखेरि भेट भएर यो गरेको भिडियो हो। यसरी मैले चाउचाउको नुन चाहिँ ढुङ्गामा हालिदिएको छु। तपाईँले हेर्न सक्नुहुन्छ सबै आछन्। अब आपसमा लड्दैछन्। यसरी हालिदिएको छु मैले ढुङ्गामा नुनहरू चार्दैछन् यिनीहरूले। अब स्वादको लागि पाटनको घाँसमा नुन चाहिँ एकदम कम मात्रामा पाइन्छ, नुन नै पाइँदैन। त्यही कारणले गर्दा नुनको अभाव हुन्छ। यिनीहरूले यसरी चाटिरहेछन्, तपाईँले देख्न सक्नुहुन्छ। तपाईले देखिरहनु भएको यो सुन्दर दृश्य जलजला हो हैन। यति राम्रो छ जलजला। बीचबाट यो पानी बगेको छ, तपाईले देख्न सक्नुहुन्छ। हामी चाहिँ यो माथि जङ्गलको माथि त्यो दो काँधबाट आएको हो हामीहरू। अब तपाईले देख्न सक्नुहुन्छ हाम्रो जलजलाको सुन्दर दृश्यहरू। एकदम यो पास्चर ल्यान्ड अथवा चाहिँ हाम्रो चरण क्षेत्रहरू हो, तपाईले देख्न सक्नुहुन्छ। हामी जलजला आएको थियौँ। तपाईले सुन्दर दृश्य जलजलाको देख्न सक्नुहुन्छ र बीचमा पानी पर्यो जलजलाको। घोडीहरू यसरी चरिरहेछन्, तपाईले देख्न सक्नुहुन्छ र धेरै पानी परेको छ। तपाईहरु जलजलाको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। अब हामी फर्किन थालेको बीचमा चाहिँ पानी बगिरहेको छ है। अब यसरी चाहिँ अब हामीहरू माथि काँधबाट धेरै हिँडेर आएका थियौँ। अब चाहिँ फेरि फर्किन थाल्यौँ। अब हामीहरू तपाईहरुले सुन्दर दृश्य देखिरहनु भएको छ। यो हाम्रो जलजलाको दृश्य हो। तपाईहरुले यसरी हाम्रो वारिपारी जङ्गल छ र बीचमा चौर जस्तो छ, चरण क्षेत्र हो यो। घोडीहरू तपाईहरुले चरिरहेको देख्न सक्नुहुन्छ यसरी। र यो बीचमा चाहिँ ठ्याक्कै यो खोला, सफा पानी, एकदम स्वच्छ पानी छ। यसरी तपाईहरुको खोला छेउबाट बगिरहेछ अनि हाम्रो घोडा घोडीहरू चरिरहेछन्। अनि पर छेउमा चाहिँ भैँसी पनि छ, भैँसीको पाडो पनि छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अब पानी पनि एकछिन रोकियो। यस्तो घना जङ्गल छ, जङ्गलको बीचमा पुरै घना जङ्गल छ। यही नै हो जलजलाको सुन्दर दृश्यहरू। यो मूलको पानी एकदम चिसो छ, एकदम मिठो छ। यति मूल फुटेर आएको पानी रहेछ, एकदम राम्रो छ यो पानी। सुन्दर पानी तपाईले देख्न सक्नुहुन्छ। सफा पानी चाहिँ एकदम स्वच्छ छ, सफा छ है। तपाईले देखिरहनु भएको हामी चाहिँ अहिले ठ्याक्कै यो जलजलामा हो। यसरी पानीहरू पुरै बगिरहेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। सुन्दर जङ्गल छ, जङ्गलको बीचमा वरिपरि घना जङ्गलले घेरेको छ। अहिले चाहिँ पानी पर्यो, पानी परे हुनाले बादल देख्न सक्नुहुन्छ तपाईले। माथिल्लो भदाली हो यो, एकदम सुन्दर दृश्य थियो। माथि माथि
यति धेरै पानी परेको छ। अहिले हामी चाहिँ लेकमा छौँ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। भल पनि ठुलो आएको छ। तपाईँहरूले यसो यति सुन्दर राम्रो पाटन चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले मौसम खुलेको छ, माथिल्लो भदालीमा हो हामीहरू। तपाईँहरूले हेर्न सक्नुहुन्छ दृश्य, यति राम्रो दृश्यहरू थियो। अघि अँध्यारो आयो, अहिले अब तपाईँहरूले हेर्न सक्नुहुन्छ यति राम्रो भोजपत्रका रुखहरू छन्, जङ्गलहरू छ होइन। अब हामी यसपछि तल्लो भदाली तपाईँहरूले देखाउनेछौँ। तपाईँहरूले यो भदाली हो, तपाईँले देख्न सक्नुहुन्छ वरिपरिको जङ्गल कति राम्रो जङ्गलहरू छ र बिचमा सानो गहिरो उपत्यका जस्तो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यति राम्रो जङ्गल छ। यहाँ चाहिँ अब पशुवस्तुहरू पनि चराउँछन् होइन। अहिले अब अलिकति बादल भर्खर पानी परेर रोकिएको छ, त्यो कारणले गर्दा यस्तो दृश्य देखेको हो। नत्र यति राम्रो भ्यू देखिन्छ। सबैजना घुम्न आउनु होला। पानी पनि एकदम चिसो छ, एकदम फ्रेस बनाउने खालको। यति राम्रो, यति स्वच्छ सफा पानी छ यहाँ पर।